गुड मर्निङ गाइज, नमस्ते, स्वागत छ तपाईँलाई मेरो यो सानो एन्ड छोटो मिनी भ्लगमा। एक्चुअली अब बिहानै उठ्यौँ होइन, हामी अब के खाना होइन हामी है कोक खाना सरी कोक खाना होइन, हामी चिया खाना गएको होइन। पूर्व दिशा अगाडि बढ्दैछौँ। त्यहाँ एकजना फुपू दिदीको घर छ, फुपूदीको घर छ। त्यसपछि घरमा एउटा सानो पसल छ। पसलभन्दा अगाडि सानो होटल जस्तो स्थान छ। त्यहाँनिर चिनी, चियापत्ती, दुधहरू छ। तर हामी कोक खान्छौँ। त्यहाँ चिया बनाउनुहुन्छ उहाँ फुपू दिदीले, तर हामी कोक खान्छौँ। उहाँले बनाउँदा चिया बनाउनुहुन्छ, तर हामी कोक खान्छौँ। यो हेर्नुहोस् है गाइज, यो इलामको दानाबारी भन्ने ठाउँ हो। यो हामी अहिले ट्याक्क अगाडितिर जाँदैछौँ। हाम्रो यो पाठशाला हो, स्कुल नेपाल पब्लिक स्कुल दानाबारी नेपाल एकाडेमी। चियासँग हामी के खान्छौँ? बिस्कुट पनि खान्छौँ कि पाउरोटी? अब हेरेर खान्छौँ। पाउरोटी कि बन? पहिला बन भन्दैन, पहिला पाउरोटीलाई बन बिस्कुट होइन, बम पाउरोटी। चियासँग हामी बम पाउरोटी खान्छौँ, या त हामी लगभग टेस्टी हुन्छ, या कुनै बिस्कुट चाहिँ मरौ बिस्कुट बन बिस्कुट अहिले पाउँदैन। बन बिस्कुट, मरौ बिस्कुट, गुड डे बिस्कुट खान्छौँ होइन। त्यसपछि हामी फेरि अनि हामी फर्किन्छौँ, हामी आफ्नो कार्यस्थानतिर फर्किन्छौँ। यही बाटो हुँदै कि अर्को बाटो जाने? यही बाटो हुँदै के खोजेको? ए डिस्टर्ब भएर फेरि त्यो शब्द नि यहाँ पुरै भ्लगै तिम्रो हुन्छ क्या। आहा, कति मजाको ठाउँ यार, शीतल प्रदान भयो यार। ल गाइस, शीतल प्रदान भयो होइन, शीतल प्राप्त गरियो। अब हामी लगभग पुग्न आँटिसक्यौँ होइन। लगभग थोरै समय बाँकी छ हामी पुग्नलाई। यो हाम्रो यो त्यसलाई के भन्छ, हाम्रो यो इन्टरनल भ्लग, पारिवारिक भ्लग हो यो। अन्त्य हुनुहुन्छ? आज फेरि बिहान हुस्सो लागेछ है, अचम्मै लाग्यो मलाई पनि। 4 बजेतिर त निकै हुस्सो लागिरहेको थियो। त्यही त, यो अन्तिम होला क्या, यो अन्तिम होला। प्रकृतिले के अरे आगो पुगेको होला हौ। साँच्ची भन्नु त आज गाई एकदम बिहान चिसो, एकदम हुस्सो लागिरहेको थियो। अब गर्मी भयो भन्ने बेला ठ्याक्क भइरहेको बेला फेरि बिहान आएछ हुस्सो लागेर चिसो पनि भएको थियो मौसम। यो इलामको दानेबारी स्थितिमा त्यस्तो छ। तपाईँहरूकोतिर कस्तो भएको नि थाहा छैन होइन। घाम चाहिँ फेरि मस्त लागिरहेछ है अहिले, एकदम मजा घाम लागिरहेछ। भाइ केही शब्द जाओस् न, केही शब्द जाओस् न। मेरो भ्युअर्सलाई केही भन्नु न यार। बाई भन्न चाहन्छु। हामी अब चिया पसलमा पुग्न आँटेको छौँ होइन। चिया पसल पुगेपछि त्यसपछि तपाईँलाई अपडेट गराउनेछौँ। हाम्रो फुपू दिदी खाँदै हो? ए सरी, कोक खाँदैन। पुरुक तिमी पनि बेलालाई हेर्दै पुरुक चाहिँ आएछ त। अनि हात त दुख्दो रहेछ है, त्यो चाहिँ चाहिने छ स्टिक होइन, स्टिक के अहिले अब पिकअप गाडी आइरहेको छ। अब हामी लगभग छोटो समयमा हामी पुग्नेछौँ। के छ भाइ, के छ? लगभग छोटो समयमा अब हामी चिया पसल पुग्न आँट्यौँ। त्यसपछि पुगेर हामी त्यहाँ गएर चिया पिउनेछौँ। होइन, चिया पिउनेछौँ। अपडेट किन गराउने? कोकको अपडेट गर्छौँ। चिया पिएर कोकको अपडेट गराउनेछौँ। बेचेर सपना मैले रात किनेको छु। यहाँ ऊ खोल्छ अरे हौ तिम्रो त्यो टपरीवाला फ्याक्ट्री क्या, दुना टपरी बनाउँदैन? दुना टपरी बनाउँदैन, त्यसको फ्याक्ट्री खोल्छ अरे क्या। यहाँ उयो मेसिन चाहियो नि त, नि त्यसको लागि मेसिनले नखोला नि त। हेलो। अब हामी पुग्न आँट्यौँ है त। अब हामी पुग्न आँट्यौँ गाइज है। हामी अब चिया पसल, हाम्रो फुपू दिदीको चिया पसलमा पुग्न आँट्यौँ। यो हाम्रो वडा कार्यालय हो, 4 नम्बरको वडा कार्यालय होइन।
हात पनि गलिसक्यो गाइस। कता हिँड्नु भयो आमा? ए बिर्ता मोड। ल फाइनली गाइस हामी अब फुपू दिदीको हाम्रो स्पेसल चिया पसल टी स्टल हामी स्पेसल आइपुग्यौँ। हामी अहिले आइपुगेका छौँ फुपू दिदीको चिया पसलमा। तपाईँ हेर्दै हुन्छ, एकदम यहाँ मिठो चिया पाइन्छ। तपाईँ भिजिट गर्न आउन सक्नुहुन्छ। फुपू दिदी हाई भनिदिनु। जय नेपाल। यो हाम्रो दिदीको जय नेपाल हौ। दिदीको चिया पसल। उहाँको एकदम चिया बनाए एकदम मिठो छ होइन। तपाईँहरूले कुनै बेला आउनुभयो, दानाबारी आउनु भएछ भने हाम्रो फुपू दिदी पसलमा आउने बेला आउनु होला है त। लगाइस अब उहाँले चिया बनाउनुहुन्छ, त्यसपछि हामी बाँकी रहेको थप भोलि चियाको स्पेसल तपाईँलाई देखाउनेछौँ। आजलाई यति भन्दै बाई बाई भन्न चाहे। अब नाइस डे, टेक केयर, बाई बाई। बाई बाई भनिदिनु न त। बाई बाई। बाई बाई भनिदिनु। बाई बाई। गुड नाइट। पागल छु। बाई बाई गाइस।